छोराले हिजो हस्पिटल लान्छु भनेर पैसा खोज्न गएको, हस्पिटल पनि लाँदैन। कता गयो, हिजोदेखि भात खाएको छैन, दबाई पानी दिने मान्छे पनि छैन। काकी भाइ होइ हुनुहुन्न त, घरमा कहाँ जानुभएछ हौ? काकी भाइ फेरि काकी त यहीँ सुतिरहनु भएछ त। बिमारी छु भन्नुहुँदै थियो, भाइले हस्पिटल लाने भन्दै लगेन क्या। काकी के गर्नुहुँदैछ हौ? अनि भाइले हस्पिटल लगेन, बिमारी हुनुहुन्छ अरे भनेको सुन्दै थिएँ। लगेन नानी, पैसा त लिएर आएको थियो तर मलाई हस्पिटल लगेन। त्यही त, हिजो हामी साथीसँग बसेर त्यहाँ दोकानमा चिया पानी खाँदैछौँ, अनि ती भाउजूलाई पैसा माग्नु आएको थिएछ केटो। अनि भाउजूसँग थिएन रहेछ, अनि यसको निकै भित्र मन दुखेको रहेछ, निकै पैसा माग्यो। अनि मेरो मनै मानेन र लु भाइ लैजा नि त, आमा बिमारी हुनुहुन्छ भने 5,000 लगेर उपचार गर भनेर 5,000 दिइपठाएको थिएँ। हस्पिटल पनि लगेन रहेछ। आमा यति साह्रो हुँदा ओछ्यानमै छोडेर हिँडेछ। कस्तो चाहिँ केटो रहेछ। त्यो कहाँ छ, म त्यसलाई खोजेर सम्झाएर पठाउँछु, तपाईँ टेन्सन नलिई बस्नुलाई काकी। हुन्छ नानी, त्यसलाई आयो भने दाइ आएको थियो अरे भन्नु ल। हुन्छ नानी, हुन्छ। त्यो साला कहाँ गएछ हिजो? मलाई 5,000 रुपियाँ मर्नु खोजेर रुएर मागेर गयो। त्यो कहाँ चाहिँ दोकानतिर छ कि? ल मेरो आयो, यहाँबाट 200 आयो मामा। ए साला चोर, मैले मारे। यहाँ आएर तास पो खेलिरहेको छस्? 100 मात्रै थियो। तर हिजो आमा बिमारी हुनुहुन्छ भनेर मसँग पैसा मागेर लगिस्। यहाँ आएर मस्ती तास खेलिरहेछस्। आमा बिचारा छोरा छोरा भनेर ओछ्यानमा छटपटिरहेको छ। त्यो आमालाई हस्पिटल लानु पर्दैन तैँले? यही संस्कार दिएको थियो तँलाई? त्यसरी झुक्क्याएर आमा हस्पिटल लान्छु भने यहाँ तासुवा खेलेर बस्ने त चला फटा। त्यसरी झुक्क्याउँछस् मान्छे? आमा उहाँ साह्रो परिरहेको छ, आमालाई पानी खुवाउनु पर्दैन घरमा गएर यहाँ तास खेलिरहन्छस्? एक दिन त समस्यामा पर्दा कसैले सहयोग नगर्ला, ढाँट्ने बानी नगर्नु। एउटा कथा सुने दिस होला त, एउटा केटाले जहिले झुक्क्याउँथ्यो अरे, बाघले बाख्रा खायो, बाघले बाख्रा खायो भने गाउँको मान्छेलाई जहिले झुक्क्याउँथ्यो अरे। साँच्ची नै एक दिन बाघ आएर बाख्रा खाँदा गाउँको मान्छे कोही आएन अरे, त्यस्तैमा पर्लास् त। त्यसरी नढाँट। आमा बिमारी छ भनेर पैसा दिइ पठायो तँलाई, आमा बिमारी हुँदा पनि हस्पिटल नलगे त तासुवा खेल्ने। तँलाई के खोजी? मैले 5,000 तँबाट लिएँ, तँलाई जसरी पनि दिनु होइन। म आमालाई हस्पिटल लैजाउँ कि नलैजाउँ तँलाई के मतलब? तँ किन यहाँ आएर ठुलो कुरा होइन? तैँले के हिजो के भनेर पैसा लिएको ठुलो भन् त? तँलाई हान्ने हो? आमा भन्दा ठुलो कुरो संसारमा केही छ? साला त उल्टो उल्टो खेच्छस्। हिजो पैसा माग्ने बेलामा मागिस्, अहिले चाहिँ उल्टो उल्टो गरेर नि खोज्छस्। संसारमा आमा भन्दा ठुलो कुरो के हो? आमाले तँलाई 9 महिना पेटमा राखेर धरतीमा जन्माउनु भएको। त्यो आमा अहिले ओछ्यानमा पर्दा छोरा छोरा भन्दै मृत्युको मुखमा सङ्घारमा पुगेर कराइरहनु भएको छ, आइया उथो गरिरहनु भएको छ। आमालाई उपचार गर्नु लग्नु छोडेर तँ यहाँ आएर रमाइलो गर्ने, तासुवा खेल्ने, तेरो यही हो आमाले तँलाई दिएको संस्कार? आमाले भोगेको पीडा यही हो? म जेसुकै गरौँ, तँलाई के को मतलब? मेरो घरभित्र कुरामा त किन आएर बाटो हुन्छस्? हो, यही मूर्खताले गर्दा त साँच्चै नै एक दिन एक्लै पर्नेछस्। आमा भन्दा ठुलो कुरो संसारमा केही होइन। तास किन्नु पाउँछ, आमा किन्नु पाइँदैन। बेलामा गएर आमालाई उपचार गर। भोलिसम्म लगेको थिएनस् भने तँलाई 5 को म 20,000 लिन्छु। मैले गल्ती गरिहालेँ ल। अब ठिकै छ, मैले अब तँसँग आमालाई हस्पिटल लान्छु भनेर ल्याएको 5,000 रुपियाँ पैसा यो मैले यसमा 3,000 त तासमा हानिहालेँ। अरू उब्रेको पैसाले अब म आमालाई हस्पिटल लान्छु, जाती बनाउँछु र घरमा राम्रोसँग गरी खान्छु। आइन्दादेखि म यसरी तास जुवा खेल्दिनँ। तपाईँ पनि नखेल्नु होला। सबैलाई पनि म यही फैलाउँछु गाउँभरि। म सबैलाई गाउँमा जनचेतना फैलाउँछु, कसै पनि तास रक्सी जाँड नखानु होला भनेर। र म आजदेखि सुध्रिन्छु। तपाईँहरूको सामु अगाडि म कान समाउँछु र म आमालाई राम्रोसँग हेरचाह गर्छु, राम्रो हस्पिटल लान्छु, राम्ररी स्वस्थ राख्छु। आइन्दादेखि मबाट यस्तो गल्ती हुँदैन। ल धन्यवाद। ल ल, तैँले पनि यतिको गरिस्, सम्झिस्, बुझिस्। हुन्छ। औदेखि कहिले तास जुवा नखेल्नु। हुन्छ। आमा भन्दा ठुलो कुरो संसारमा केही होइन, तपाईँहरू पनि बुझिराख्नुहोस्। अहिले नेपाली समाजमा बढ्दो रूपमा विसङ्गति विकृति यही रूपमा फैलिरहेछ। छोराछोरी तास जुवामा फस्ने, जाँडक्सीमा फस्ने, कुलतमा फस्ने, नसामा फस्ने भइरहेछ। त्यसैले कसैले पनि आफ्नो आमा बाउ बिमारी हुँदा आमा बाउलाई ओछ्यानमा राखेर यस्तो विसङ्गतिमा नफसौँ। आमा बाउ भन्दा ठुलो यो संसारमा कोही पनि छैन। आमा बाउको धर्म गरे सेवै सेवा चाहिँ धर्मै धर्म हुन्छ। त्यसैले आफ्नो आमा बाउलाई यस्तो हालतमा छोडेर कुलतमा फसेर जाँडक्सी खाएर रमाइलो नगर्नु होला। यही नै हजुरहरूलाई आग्रह गर्दछु।